नमस्कार दर्शकहरू, आज हामी गोदावरी कुण्डको भ्रमण जाँदैछौँ। त्यहाँसम्मको यात्रा सातोबाटादेखि गोदावरीसम्मको यात्रामा हामीलाई साथ दिनुहुन्छ भन्ने पूर्ण ग्यारेन्टीको साथ हामी अगाडि बढ्दैछौँ। दर्शकहरू, हामी गोदावरी कुण्ड आइसकेका छौँ। अब यहाँ चाहिँ गोदावरी कुण्डको बारेमा चाहिँ यहाँको गुरुबालाई चाहिँ हामी केही कुराहरू सोधेर हजुरहरू समक्ष प्रस्तुत गर्दैछौँ र हामी गुरुबा समक्ष यहाँको बारेमा गोदावरी कुण्डको मन्दिरको बारेमा चाहिँ कुराहरू जानकारी लिन अलिकति। नमस्कार। हामीलाई चाहिँ यहाँ गोदावरी कुण्डको बारेमा चाहिँ केही जानकारी दिनुहुन्छ होला हजुरले? गोदावरी मन्दिर चाहिँ यस मन्दिरमा मन्दिर भन्दा पहिला पनि यस बगैँचा तपस्या स्थल रहेछ। गौतम ऋषि सिद्ध पुरुष गौतम ऋषि बहादुरपुरी स्वामी यस स्थानमा ध्यान गरेर बस्नु हुने रहेछ। त्यसै समयमा उहाँसँग गाई बस्तु पर्ने रहेछ। गाई बस्तु यसै पहराबाट अकस्मात लडेर मर्यो। मरिसकेपछि सिद्ध पुरुषलाई मलाई गौ हत्या लाग्ने भयो भन्ने डरले उहाँले यहाँदेखि दक्षिण गोदावरीसम्म स्नान गर्न जानु हुने रहेछ। जाँदा 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 यो क्रम लामो समयसम्म भइसकेपछि दक्षिण गोदावरी गङ्गा प्रकट भएर उहाँले गङ्गाले भन्नुभयो अरे सिद्ध पुरुषलाई, तपाईँ यहाँसम्म आइरहनु पर्दैन, तपाईँ जुन स्थानमा बस्नुहुनेछ म त्यसै स्थानमा आइदिनेछु भनेर गङ्गाले भन्नुभयो अरे। र गङ्गालाई त्यस भनिसकेपछि सिद्ध पुरुषलाई विश्वास नहुँदा उहाँले खरौ कमण्डलु त्यसै स्थानमा छोडेर आउनुभयो। र आउँदै यहाँ आइपुग्न पुग्दैमा रातको समयमा त्यसै पहरादेखि गडगडाका साथ पहरादेखि फुटेर गङ्गा त्यस दिनदेखि गङ्गा बहिरहनु भएको छ अहिलेसम्म। र यस गङ्गामा स्नान गरेमा गौ हत्याको पाप पनि नष्ट हुनेछ। र यहाँ 12 वर्षे सिंह अष्टम दिन लाग्छ। सिंह राशि र सूर्य एकै रेसाबाट यसै 12 वर्षमा एक साल एक फेर लाग्ने भएको हुनाले त्यो
सिंह राशि सूर्यबाट अस्त आउने बेलामा यहाँ सिंह अस्त मेला लाग्नेछ र त्यो मेलामा 33 कोटी देव देवताहरू पनि यसै कुण्डमा यस जलमा स्नान गर्न आउनुहुनेछ र अनि हामी सर्वसाधारण सबै जनमानसले यही गंगा स्नान गरेर सिद्धेश्वर महादेवको पूजा आजा गरेका छौँ र 12 वर्षीय महत्तम मेला त्यस बेलादेखि लागिआएको छ। भनेपछि अब हाम्रो 12 वर्ष मेला चाहिँ आउने बेला पनि हुन लाग्यो होला हैन? अब यो 12 वर्षीय सिंहस्थ मेलाको समय 2084 सालको भाद्र महिनामा 1 महिनासम्म लाग्नेछ र त्यो मेला पहिलाको तुलनामा अब कुम्भ मेला जत्तिकै भिडभाडका साथ लाग्नेछ। 84 साल भनेपछि अब 2 वर्ष बाँकी छ। 2 वर्ष बाँकी छ। 10 वर्ष त सकिसकेको रहेछ। हजुर। अनि यहाँ अरू भक्तजनहरू कतिको लाउनुहुन्छ के हुन्छ, उहाँहरूलाई कतिको विश्वास छ त? उहाँलाई धेरै विश्वास छ। पहिला 72-60 सालको भन्दा 72 सालमा बढोत्तर भयो र त्यो 72-60 सालसम्ममा 24 घण्टा मेला लाग्थ्यो भने 72 सालदेखि हामीले यहाँ 24 घण्टा लगाउँदा पनि ठेक्न सकिएन र धेरै त्यस्तो चाप बढ्यो। मेला त्यस्तै चल्छ। भनेपछि त्यो मेला चलेको बेलामा त यहाँको व्यवस्थापकहरूले चाहिँ राम्रो व्यवस्था गर्नु भएको छ। अब मेलाको समयमा यहाँ हामी पुजारी समूहबाट मन्दिरतर्फ पूजा आजाको लागि र मन्दिर हातामा चाहिँ हामी पुजारी तर्फबाटै सबै व्यवस्थापन गर्छौँ र मन्दिरको परिसर बाहिर चाहिँ मेला व्यवस्थापन समितिले सबै व्यवस्थापन मिलाउँछ। धन्यवाद। अब यहाँको बारेमा अथवा हजुरहरूले दर्शकहरूलाई चाहिँ यहाँ मन्दिरमा दर्शन गर्न आउनु भनेर के भन्न चाहनुहुन्छ? अब जति यो धर्मसँग सम्बन्धित व्यक्तिहरू सबै जनमानसहरू यस मन्दिरमा थाहा पाउनेहरू जति जस्तो उहाँहरू आइरहनु भएको छ र आउनुहुन्छ बढोत्तर भन्छ र यहाँ यस मन्दिरमा श्रावणी महिनाको प्रत्येक सालको श्रावण महिनाभरि नै मेला जत्तिकै मेला लाग्छ। सोमबार प्रत्येक सोमबार यहाँ विशेष आरती सन्ध्या आरती पनि हुन्छ। सोमबारको बेलामा विशेष आरती भई यहाँ प्रसादीको व्यवस्था पनि हुन्छ। हामी यो पुजारी समूहबाट नै व्यवस्थापन गर्छौँ, सबै मिलाउँछौँ, भइआएको छ। अब यसपालि पनि त्यही क्रम भगवानको मूर्ति रहेको छ। यो चाहिँ गोदावरी कुण्ड स्थित रहेको छ। यहाँ चाहिँ थुप्रै देवी देवता नागदेवतादेखि लिएर हरेक गणेशदेखि लिएर सबै रहनु भएको छ। त्यसै गरी यहाँ चाहिँ गंगा जल यहाँ खुलाबाट निस्किरहनु भएको छ। हजुरहरूले पनि देख्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। त्यसै गरी यहाँ माछा भनौँ न जल देउतै नै भनिन्छ यहाँ माछालाई। त्यसै गरी यहाँ मत्स्य नारायण नै भनिन्छ यहाँलाई। अब हजुरहरूले त्यो पनि देख्न सक्नुहुन्छ। हामीले प्राप्त बाटोदेखि गोदावरीसम्मको यात्रा यहाँ हामी समक्ष प्रस्तुत गर्छौँ। आगामी दिनमा पनि यस्तै अरू पनि धार्मिक स्थलहरूको यात्रा हजुरहरूलाई सँगसँगै लैजानेछौँ भन्ने प्रतिबद्धता साथ आज मको यस कार्यक्रममा बिदा हुन चाहन्छु। धन्यवाद।